तिहारको पहिलो रोटी हेलो गाइज गुड मर्निङ वेलकम टु माई न्यू डे न्यू ब्लग। मेरो हालत देख्न सक्नुहुन्छ। अहिले मैले चाहिँ भारी बनाएर घाँस काटेर यहाँनिर एक भारी बनाएर बसिसके। मेरो बहिनीहरू अल्छीहरू मैले यहाँदेखि माथि काटिसके। यी दुईटा अल्छीहरू भारी नपुर्याएर अहिले चाहिँ तिहार लागिसकेको छ। आज चाहिँ गाई तिहार। अनि तपाईहरु के कसरी मनाउँदै हुन्छ प्लिज कमेन्ट डाउन। सबैजनालाई ह्यापी तिहार। अनि देउसी भैलो को खेल्न जानुभयो त त्यो पनि कमेन्ट गर्नु होला। हामी त गएको छैनौं, भरे जान्छौं कि भन्ने आशा छ। अगाडि त्यस्तो दामी भ्यू भइरहेछ कि हाम्रो घरदेखि मुनतिर घाँस काट्दैछौँ। यहाँ अगाडिको चाहिँ यस्तो दामी देखिरहेछ। ओहो हिमाल यस्तो दामी देखिरहेछ। दुईटा अल्छीहरू भर्खर घाँस काट्दैछ। भर्खर यति बनाउँदैछ तिनीहरूले। मैले एक भारी बनाएर भारी बाँधेर बसिसके। मेरो घाँस त लड्नु आँटो रहेछ साथी हो भनेकै त। उनीहरू हेर न यस्तो धेरै घाँस बोकेर हिँड्दैछ। यस्तो भारी त नि छोटो छोटो घाँस काटेपछि त्यस्तै नि। ओह ला भारी फुस्किसक्यो होला। ल्या मेरो घाँस त धर कि क्या हो हिन्दू पल्टी हो। घर पुग्दैन आधी बाटोमा त पुग्छ होला। साथी हो घाँसको बारी बिग्रियो। यस्तो भएपछि अनि ठड्नु परेन। यिनी चाहिँ हुन् मेरो बुहारी। हारी यसरी बिग्रियो भने चाहिँ सबैभन्दा मन नपर्ने कुरा चाहिँ यही हो क्या। यहाँनिर लडाएर एक फेरि भारी बाँधिसके फर्किरहेछन्। उफ गले म त। हाम्रो घर चाहिँ यहीँ मासतिर हो। हामी चाहिँ घाँस यहाँ मुनतिर काट्न आएको। तर पनि भारी एकचोटि चाहिँ बिग्रेको। आया हानु हेर त कान्छीले कति साह्रो दुख्ने गरी हान्यो यार। न यता नसै फुल्यो। यिनीहरूले हानेर हेर न हाँस्दैछ एक्लै मलाई। यहाँ धुपी रोपिरहेछ हाम्रो घरदेखि अगाडिको भ्यू। यहाँ हेर न कस्तो दामी। यहाँ कुनै ठाउँ पहेँलो हरियो भइरहेछ किनकि यो चाहिँ धानबारी हो नि त। यो सबै देखिएको। कुनै ठाउँ चाहिँ धान पाकिरहेछ, कुनै ठाउँ चाहिँ हरियो नै छ। कस्तो दामी देखिरहेछ क्या। यता तल नि यस्तो दामी भइरहेछ। अनि यहाँ अगाडि हाम्रो अगाडि हिमाल। यो हिमालको नाम चाहिँ म भरे सोधेर भन्छु ल, मलाई नि नामै आउँदैन। यो अगाडि देखेको चाहिँ जितपुर हो। यस्तो चर्को घाममा चाहिँ हामी गएको अब मटर रोप्नु बारीमा। यहाँ चाहिँ हाम्रो बाख्राहरू मस्त घाँस खाँदैछ। अनि यहाँ एकजना छ कि त्यसलाई म देखाउँदिनँ, अल्छी गर्दैछ। हाम्रो गोठो। अनि अब हामी चाहिँ धमाधम मटर छर्ने बेला हुँदैछ नि त। सो हामी चाहिँ मटर छर्ने भन्दा पनि रोप्ने होला सायद, मलाई त्यो पनि थाहा छैन राम्रै। यहाँ हाम्रो चाहिँ गाई छ। गाई टिका लाएर बसिरहेछ। उयसको पारा चाहिँ भोलि। यो चाहिँ केटा हो नि त त्यही भएर। अनि आए हाम्रो चाहिँ सघाउनु नि आउँदै हुन्छ दुईजना, खै दुईजना होला हौ। सघाउनु नि आउँदै हुन्छ। हाम्रो मम्मी चाहिँ हिजो जानुभएको थियो सघाउनु। सो हाम्रो नै सघाउनु आउनुहुन्छ एकछिनमा। म देखाउने छु तपाईँहरूलाई। यहाँ बैगुन फलिरहेछ के साह्रो। अस्ति दसैँमा चाहिँ यस्तो खडेरी लाग्ने पानी परिरह्यो। तिहारमा चाहिँ लास्ट खडेरी लाग्यो जस्तो भएछ। अनि यो तिहारमा के साह्रो फुल नभएको क्या। हाम्रो झन् ढिलो फुल्दैछ छैन नै सबै कुकुर फुल फुलिरहेछ। अनि हाम्रो घरदेखि नि अगाडि मकालु अरे यो हिमालको नाम भने चाहिँ मैले थाहा पाएँ। मम्मी मकै छर्दै हुन्छ तल बारीमा।
पनि जोतिरहेछ हाम्रो चाहिँ। यहाँ चाहिँ यो गरामा चाहिँ हाम्रो आलु रोप्ने गरा हो। यस्तो बेसी घाम लागिरहेछ, कालो हुन्छ जस्तो फिल हुँदैछ मलाई। यस्तो यो डल्लो फुटाउनुपर्छ यहाँ तलै। हाम्रो चाहिँ बोडी फलिरहेछ बारीमा। यस्तो घाममा त सेकेरै मरिन्छ होला, कहिले फुटाउनु। यति बेला चाहिँ हाम्रोतिर मटर छर्ने, लसुन रोप्ने धमाधम काम हुन्छ क्या। अनि यस पछाडि धान काट्ने कामै काम हुन्छ गाउँमा, तर मजा हुन्छ। यहाँ चाहिँ हाम्रो बोडीबारी, बोडी फल्दैछ। यस्तो मजाको घाम लागिरहेछ आजको दिनमा। बाटो फेरि यस्तो हुन्छ बाटो। यहाँ चाहिँ प्लास्टिक रहेछ। यहाँ चाहिँ अस्ति नै उयो रोपेको थियौँ नि त हामीले खोर्सानी, अनि खोर्सानी चाहिँ हजुरटी सबै मऱ्यो, प्लास्टिक चाहिँ। अनि यहाँ चाहिँ हाम्रो अदुवा बारी, अदुवा यति रहेछ हाम्रोमा चाहिँ। मम्मी त्यहाँ डल्लो फुटाउँदै हुन्छ। अब हामी पनि मस्त डल्लो फुटाउनु पर्ने हुन्छ, डल्लो फुटाउने कार्यक्रम सुरु गर्नुपर्ने हुन्छ। अनि मटर चाहिँ यहाँ छ, आर्के के भन्यो होला मटर हो यो चाहिँ। यो छर्नुपर्छ, हिजो भिजाएको यत्रो टुसा उम्रिसक्यो। अब यहाँनिर डल्लो फुटाउनु पर्ने हुन्छ। डल्लो देख्न सक्नुहुन्छ हाम्रो बारीको यत्रो। यता चाहिँ हामीले फुटाइसक्यौँ। अल्छे चाहिँ बिहान पनि बसिरहेछ, देख्नु भयो होला नि, आएर पनि अल्छे बसिरहेछ। उफ, घाम के साह्रो गर्मी। डल्लो फुटाइसक्यो, देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ हाम्रो मटर रोप्ने कार्यक्रम सुरु भइसक्यो। अल्छे त यस्तै हो क्या, अल्छेको कुरै फाल्टो हुन्छ। उयो थेप्चे गर्यो। अनि कुम्भकर्ण त यता होइन, कुम्भकर्ण यता हिमालको नाम थाहा नभएर हो। कुम्भकर्ण त यता पर्छ शुक्रबारे। अन्त नि सोलुखुम्बु त्यो हो, मकालु त्यही हो। मकालु। अनि यो चाहिँ यो बिचको हिमालको छलफल हुँदा फेरि यो हिमाल चाहिँ मकालु भन्ने वर्णित भयो। हामीले माथि जोरपाटी गएर हेर्दाखेरि उभो देखिन्छ सागरमा। म त जोरपाटीदेखि सिधा देखिन्छ। सर त त्यता उभो देखिन्छ अरे तरको त। अन्त सोलुखुम्बु क्या उता त्यहाँ उयो छ नि, त्यो यता भयो होइन। अनि त्यो पल्लो डाँडा भयो के, अनि त्यो पल्लो डाँडादेखि अब सिधा यता छ नि त, सिधा यता हैन। ओ होइन, तिम्रो लागि सिधा यता पनि हो। पहिले यतै भन्छ कि सिधा यता। म एक दिन जान्छु अनि भन्छु। भिडियो बनाएको के गर्नु त अब। आज मलाई बुहारीले कस्तो कुट्दैछ यार बिहानदेखि। डाँडा मुनि पर्छ होइन हो, त्यहाँदेखि दिङला अनि उयो उभो खोटाङ उभो होइन, यता खोटाङ होइन, शङ्खसभा उभो जान्छ। चिचिला बारी भन्ने उभो हो, त्यता उभो क्या यहाँ हिमालले गर्दा ठुलै डिस्कसन हुँदैछ। त्यो कालो डाँडाको तल गहिरीमा छ। म चाहिँ पहिले यता सिधुवा भन्थे क्या, सत्तिगढ तर यता हो। हामी चाहिँ फोटो खिच्न जान आँटेको।
हाम्रो चाहिँ काम नै यही हो, फ्री टाइम भएको बेला फोटोसुट गर्ने। अनि यहाँ मेरो लुङ्गी फुस्किसक्यो। मैले चाहिँ मेरो मामको चोलो लगाइरहेछु अनि मेरै मामको यो लुङ्गी लगाइरहेछु। बुहारी चाहिँ यहाँ राम्री भएर अलरेडी बसिसकिरहेछ। यहाँ कानमा लगाउने थियो, मैले सबै धनकुरा लिएर गएर छैन। अब फोटो खिच्ने हामी। बुहारी चाहिँ यहाँनिर फुल टिप्नु गइरहेछ है। आमा फुल टिपेको अरे। देख्नुभयो नि, खतरा डान्स गर्छ। मैले चाहिँ अस्ति हेयर कलर गरेको थिएँ क्या, कस्तो आज नसक्यो जस्तो देखेँ। के भएको के गर्ने हो? हिजो अस्तितिर त राम्रै देख्दै थिएँ, के भएर आज चाहिँ यस्तो नसक्यो जस्तो देखेको क्या। मेरो अनुहार यस्तो भएर हो कि के भएको? के गर्ने हो? यस्तो दामी देखिरहेछ अगाडिपट्टि हिमाल यस्तो दामी देख्नु भएको छ। अब यति बेला चाहिँ साँझ परिसक्यो। यही हो मेरो गाउँ। यो चाहिँ मेरो घरमै झिलमिल छ। यो बत्ती चाहिँ नि कसैले नकिन्नु होला, किनकि यो राति चाहिएको बेला झिलझिल बाल्ने बेलामा बल्दैन क्या। जब मिड नाइटदेखि उता कटिसक्यो अनि चाहिँ तब बल्दो रहेछ। दिनभरि अहिले अघिसम्म उज्यालै बलेको थियो, अहिले फेरि मधुरो हुँदै गइरहेछ। साथी हो, हेर्दा हेर्दै मैले भन्दै थिएँ नि त्यो लाइट बेलुका चाहिने बेला चाहिँ बल्दैन भनेर भन्दै थिएँ नि। लुक इट, मरि नै सक्यो नि। हामीले चाहिँ यति नै मात्र लाइट लगाएको, हामीलाई यतिले पुग्छ। कस्तो दामी देखिरहेछ। मैले मस्त फुलमा पानी हाल्नुपर्ने हुन्छ साथी हो। मैले यहाँ पानी हाल्दैछु, फुल चाहिँ सुकेर यस्तो भइगएको छ। पानी हाल्नुपर्ने हुन्छ। अनि के साथी हो, अस्ति भर्खर आउँदाखेरि चाहिँ यस्तो धेरै जाडो थिएन नि त, यस्तो बढ जाडो बढिरहेको रहेछ हाम्रोतिर चाहिँ। बेलुका र बिहान त नि बढ बेसी नै क्या चिसो हुने। अनि अहिले यस्तो छ, अब अलिक पछि कस्तो हुन्छ होला। मैले चाहिँ पानी लिएर आइसकेँ, यहाँनिर पानी हाल्नु नै यस्तो छ। सासै फेर्नु नसक्ला जस्तै भयो। त्यहाँदेखि यहाँ आइपुग्दा नि यत्रोमा यस्तो, अनि पछि त झन् कस्तो हुन्छ होला हौ साथी हो। यहाँदेखि उता नाइटको भ्यू चाहिँ अहिले यस्तो भइरहेछ। यस्तो भइरहेछ। यतापट्टि नि फुलै फुल छ हाम्रोमा त। यहाँ पनि चौपरसम्म छ। यसलाई त गोड्ने बेला पनि भएको रहेछ। अनि यस्तो भएपछि हुन्छ त। यो बत्ती त मलाई साह्रै रिस उठेको, सबैभन्दा रिस उठ्ने बत्ती यही रहेछ। दिनभरि कस्तो मजाले बल्दिन्छ है, साँझ परेपछि ऊ एकपट्टि चाहिँ झिलझिल बल्दैछ, एकपट्टि त छैन। कस्तो खालके बत्ती रहेछ भने नि। किन यस्तो चाहिँ बत्ती बनाएको होला है, कि बेलुका पावर नभएर हो कि यस्तो। यसरी पानी हाल्न पर्छ साथी। यसरी यो बत्ती चाहिँ यस्तै भएछ हाम्रोमा चाहिँ। यो चाहिँ पोहोरको सालको बत्तीहरू हो। यो साल चाहिँ हामीले नलिएको। दाल र भात बसाएर गएको नि त यसरी। अब केमा सिटी लागो क्या। लास्टै कन्फ्युज भयो, यहाँ आइपुग्दा छैन केमा सिटी लागो नि। दालमा हो कि भातमा थाहै छैन। अब सिटी लाग्छ जुनमा, त्यसमै लागेको हुनुपर्छ। लाग्दैन हौ मान्छे आएको देख्दाखेरि चाहिँ। के भएको यही हो कि। दुइटैमा लाग्छ फेरि। भातमा हुनुपर्छ सायद, भातमै होला। अझै मेरो त फुलमा पानी टन्नै हाल्नु। हाम्रो चाहिँ यहाँभित्र देख्न सक्नुहुन्छ, मम्मी र कान्छीले पिठो कुट्दै हिँडिँदै हुन्छ। हेलो भन्दैन कान्छी? अब मैले कुट्नु पर्ने हुन्छ अरे पिठो। ढुडी ठुलो छ। अब पिठो कुट्नु पर्ने हुन्छ अरे मैले। अनि हामी चाहिँ आज भरे मुसेर राखेर भोलि पोल्नेवाला छौँ।
त्यही भएर यति बेलुका कुट्दैछौँ हामी पिठो। अब म कुट्छु पिठो। यो चाहिँ हाम्रो देउसे टिम हो। देउसी खेल्न जान आँटेको अब हामी यति धेरै लाग्यौँ है देउसी खेल्न साथी हो। पछाडि हाम्रो चाहिँ टन्नै जाना हुन्छ। यहाँ चाहिँ हाम्रो वान एन्ड ओन्ली ह्यान्डसम सोल्टी हुनुहुन्छ अनि मेरो भदा हामी चाहिँ जाँदैछौँ। म त जिम्मा लिँदिनँ सोल्टी। सोल्टीको जिम्मा लिनु पर्दैन होइन म जान्दिनँ। म उता अरू सोल्टिनीको घरमा छोडिदिएर आउनु पर्छ सोल्टीलाई। दिदी भनिस् दिदी भनिस् हामी चाहिँ जाँदैछौँ। राति राति अहिले कति बज्यो? होइन 9 बज्नु लाग्यो होइन 8:44 भएछ। हामी जाँदैछौँ। पछाडि आउँदै हुन्छ सबैजना। बल्ल बल्ल आएको चाडबाड बनाउनै पर्यो नि हौ। देउसी भैलो खेल्नु पर्यो नि साथी हो त। मेरो भ्लग हेरिरहेको छ अरे मेरो भदाले अनि के भन्दैन त। सब्सक्राइब भन्देऊ ल। सब्सक्राइब गरिसकेको छ मेरोमा जनामा तपाईँको के छ? अहिले हाम्रो त्यो चाहिँ लास्ट चाड भइरहेछ। मेरो के छ? यसरी मेरो के छ? खोइ मन थाहा छैन। यसरी बाफ उड्ने भइरहेछ हाम्रोतिर चाहिँ। मान्छे चाहिँ बोल्छ हुँदैछ हौ दिदीहरूको। हामी चाहिँ यहाँ बसिरहेछौँ ल। आयो आज मस्त रमाइलो गर्न मात्रै आएको खास गरी रमाइलो हुँदैछ। रातिको 11 बजिसक्यो। स्टिल वी आर प्लेइङ देउसी। हाम्रो गाउँ घरदेखि मास्तिर हो। उहाँले चाहिँ स्वागत गर्दै हुन्छ। हेलो हेलो के छ? देउसुरे 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 देउसुरे। यो रोटी पाइसक्यौँ साथी हो। रोटी पाइयो है साथी हो। तिहारको पहिलो रोटी हाम्रो गाउँको अब मनी 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 मनी। अब चाहिँ हामी फर्किसक्यौँ। राति भइसक्यो। राति 12:30। अहिले चाहिँ घर फर्किँदैछौँ हामीहरू। हामी चाहिँ रमाइलो गर्नु गएको। रमाइलो भयो जे होस्। 2 गाउँ 3 गाउँ पारी आइसक्यौँ। अहिले चाहिँ फर्किँदैछौँ। अनि तपाईँहरूले को कतिले खेल्नुभयो देउसी भैलो प्लिज कमेन्ट गर्नु होला नबिर्सिकन। म चाहिँ यता यता देखाउँदिन्छु। बाटो पनि देख्नु हेर्नु पर्यो नि त। सो आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। किप सपोर्टिङ। डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब गाइज। बाई गाइज। ह्याप्पी तिहार।